निम्सटाईको कथा असम्भवलाई सम्भव बनाउने नेपाली एक साधारण गाउँबाट विश्वको शिखरसम्म। कल्पना गर्नुहोस्, नेपालको म्याग्दी जिल्लाको एउटा साधारण गाउँमा एउटा बालक जन्मियो। त्यो बालकको नाम थियो निर्मल पूर्जा, जसलाई आज संसारले निम्सटाई भनेर चिन्छ। उहाँको जन्म 25 जुलाई 1983 मा म्याग्दी, नेपालमा भएको हो। बाल्यकालदेखि नै उहाँमा साहस, अनुशासन र केही ठूलो गर्ने सपना थियो। यही सपना पछ्याउँदै गोर्खा सैनिक बन्नुभयो। सेनामा रहँदा उहाँले अनुशासन, कठिन परिस्थितिमा काम गर्ने क्षमता र नेतृत्व सिक्नुभयो। तर उहाँको जीवनको सबैभन्दा ठूलो यात्रा त अझै सुरु नै भएको थिएन, जब एउटा असम्भव सपना जन्मियो। एक दिन निर्मल पूर्जाले संसारलाई एउटा प्रश्न गर्नुभयो। यदि मानिसले चन्द्रमामा पुग्न सक्छ भने हिमालहरू किन छिटो चढ्न सक्दैन? त्यसपछि उहाँले एउटा साहसी लक्ष्य घोषणा गर्नुभयो, प्रोजेक्ट पसिबल। यस परियोजनाको उद्देश्य थियो 8000 मिटरभन्दा अग्ला संसारका सबै 14वटा हिमाललाई सम्भव भएसम्म छोटो समयमा आरोहण गर्ने। त्यो बेला धेरैले भने यो सम्भव छैन, शरीरले साथ दिँदैन, मौसमले रोक्छ, अनुमति र यात्रा व्यवस्थापन असम्भव हुन्छ। तर निर्मल पूर्जाले एउटा कुरा मात्र भन्नुभयो, इम्पोसिबल इज पोसिबल। विश्वका 14 अग्ला हिमालहरू उहाँले चढ्ने लक्ष्य राख्नु भएको हिमालहरू थिए। पहिलो सगरमाथा, माउन्ट एभरेस्ट। दोस्रो K2, तेस्रो कञ्चनजङ्घा, 4 लोत्से, 5 मकालु, 6 चो ओयु, 7 धौलागिरी, 8 मनास्लु, 9 नाङ्गा पर्वत, 10 अन्नपूर्ण, 11 ग्यासब्रुम, 1 12 ब्रोड पिक, 13 ग्यासरब्रुम 2, 14 सिसापाङमा। यी सबै हिमाल 8000 मिटरभन्दा अग्ला छन्, जसलाई पर्वतारोहीहरूले डेथ जोनका हिमाल पनि भन्छन्। इतिहास बनाएको दिन संसारभरका पर्वतारोहीहरूले यस्ता 14 हिमाल चढ्न धेरै वर्ष, कहिलेकाहीँ 10 देखि 15 वर्षभन्दा बढी लगाउँथे। तर निर्मल पूर्जाले एउटा यस्तो काम गर्नुभयो जसले इतिहास नै फेरिदियो। 23 अप्रिल 2019 देखि 1 नोभेम्बर 2019 सम्म, अर्थात् केवल 6 महिना 6 दिनमा उहाँले सबै 14वटा 8000 मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नुभयो। यससँगै उहाँले नयाँ विश्व कीर्तिमान कायम गर्नुभयो। तर यो यात्रा सजिलो थिएन। यात्रामा धेरै चुनौतीहरू थिए। पहिलो शारीरिक चुनौती, दिनरात हिँड्नु पर्थ्यो, हिमाल चढ्नु पर्थ्यो, शरीर थाक्थ्यो, तर उहाँले हार मान्नु भएन। दोस्रो मानसिक चुनौती, कहिलेकाहीँ मौसम खराब हुन्थ्यो, कहिलेकाहीँ डर लाग्थ्यो, कहिलेकाहीँ सबैले अब सम्भव छैन भन्थे, तर उहाँको आत्मविश्वास कहिले कमजोर भएन। 3 आर्थिक चुनौती, यस्तो अभियानका लागि करोडौँ रुपैयाँ खर्च हुन्छ, प्रायोजक खोज्नु पर्थ्यो, सबै व्यवस्थापन आफै गर्नु पर्थ्यो। 4 यात्रा र व्यवस्थापन, 5 महादेशका 7 देशहरूमा पुग्नु पर्थ्यो, हवाई यात्रा, हेलिकप्टर, पर्मिट, सामान, टोली व्यवस्थापन, सबै कुरा समयमै मिलाउनु पर्थ्यो। 5 मौसम, हिम पहिरो, हिउँ, चिसो, तेज हावा, यी सबैसँग लड्दै अगाडि बढ्नु पर्थ्यो। अझ रोचक तथ्यहरू, यो अभियानमा करिब 40,000 किलोमिटरभन्दा बढी यात्रा भयो। 5 महादेशका 7 देशहरू पुग्नुभयो। कहिलेकाहीँ 3 देखि 5 दिनमै अर्को हिमाल चढ्न जानुहुन्थ्यो। अत्यधिक उचाइमा अक्सिजनको कमी हुन्थ्यो, निद्रा नपुग्ने, शरीर अत्यधिक थाक्ने। तर लक्ष्य भने एउटै थियो, सबै 14 हिमाल पुरा गर्ने। यति ठूलो उपलब्धिपछि संसारभरबाट सम्मान प्राप्त भयो। उहाँले MBE, मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर सम्मान प्राप्त गर्नुभयो। फोर्ब्स 30 अन्डर 30 एसियामा समावेश हुनुभयो। BBC र नेटफ्लिक्समा उहाँको यात्रामाथि डकुमेन्ट्री बन्यो। संसारभरका लाखौँ मानिसका लागि प्रेरणाको स्रोत बन्नुभयो। निम्सटाईले हामीलाई के सिकाउँछन्? निर्मल पूर्जाको कथा हिमाल चढेको कथा मात्र होइन, यो सपना, मेहनत र आत्मविश्वासको कथा हो। उहाँले भन्नुहुन्छ, यदि सपना ठूलो छ भने तयारी पनि त्यति नै ठूलो हुनुपर्छ र कुनै पनि बहाना सफलताको विकल्प होइन। उहाँको अर्को प्रसिद्ध भनाइ हो, इम्पोसिबल इज पोसिबल। यस कथाबाट सिक्नुपर्ने मुख्य पाठ, ठूलो सपना देख्न नडराउनुहोस्। अनुशासनले सफलता दिलाउँछ।
कठिनाइ आए पनि हार नमान्नुहोस्। राम्रो योजना र मेहनतले असम्भव पनि सम्भव हुन्छ। आफूमा विश्वास राख्ने मानिसले संसार बदल्न सक्छ।